नमस्कार साथीहरू, आजको भिडियोमा हामी कुरा गर्नेछौँ त्यो टुर्नामेन्टको बारेमा जसले छोटो समयमै ठुलो एक्साइटमेन्ट ल्याउँछ। यो प्रत्येक म्याच 6 ओभर 6 समय खेल हुने अर्को फरक शैली, धेरै छोटो र धेरै रोचक हङकङ सिक्सेस। नेपालले हङकङ सिक्सेस 2025 मा कसरी तयारी गरिरहेको छ, समूहमा को छन्, म्याच कहिले छ भन्ने बारेमा कुरा गर्दछौँ। यो प्रतियोगिता नोभेम्बर 7 देखि 9 सम्म हङकङको 3 क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा हुँदैछ र क्यानले शरद भेष्करको कप्तानीमा 7 सदस्यीय टिम घोषणा गरेको छ, जसमा सन्दीप जोरा, लोकेश बम, आदिल आलम, बासिर अहमद, रुपेश सिंह र राशिद खान रहेका छन्। नेपाल समूह ए मा रहेको छ। यस समूहमा साउथ अफ्रिका र अफगानिस्तान रहेका छन्। गत वर्ष नेपालले अस्ट्रेलियालाई 11 रनले हराउँदै सबको ध्यान तानेको थियो भने इङ्ल्यान्डलाई पनि 6 विकेटले हराउन सफल भएर सेमी फाइनलसम्मको यात्रा गरेको थियो भने सेमी फाइनलमा युएईसँग हार बेहोर्नु परेको थियो र त्यो प्रदर्शनले अहिले पनि सबैको मन उत्साहित बनाएको छ। यस वर्ष नेपालको टिम अझ सन्तुलित देखिन्छ, जसमा एक्सपिरियन्स र युथ दुवैको मिलावट छ। यस सिक्सेस फर्मेटमा हरेक बल निर्णायक हुन्छ र नेपालसँग त्यो इनर्जी छ जुन यो खेलको लागि पर्फेक्ट छ। यसले केवल जित मात्र होइन, नेपालको क्रिकेटको एक्सपोजर पनि बढाउँछ। यसपालिको हङकङ सिक्सेसमा फ्यानहरूका लागि पनि यो रोमाञ्चक क्षण हुनेछ। हङकङमा बसोबास गर्ने नेपालीहरूले आफ्नो टिमलाई प्रत्यक्ष समर्थन गर्ने अवसर पाउनेछन् भने नेपालभित्र रहेका दर्शकहरूले डिजिटल प्लेटफर्म मार्फत लाइभ हेरेर उत्साहित हुनेछन्। यदि नेपालले गत वर्षको प्रदर्शन दोहोऱ्याउँदै यस पटक फाइनलसम्मको यात्रा सफल भयो भने यो नेपाली क्रिकेट इतिहासको अर्को गौरवपूर्ण अध्याय बन्नेछ। अन्त्यमा हामी सबैको आशा छ यो छोटो र तीव्र फर्मेट नेपालले आफ्नो खेल कौशल, ऊर्जा र आत्मविश्वासका साथ संसारभरलाई फेरि चकित पार्नेछ। तपाईँहरूले कमेन्टमा भन्नुहोला तपाईँहरूका अनुसार नेपालले कुन टिमसँग सबैभन्दा कठिन खेल खेल्नेछ। भिडियो लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। साथीहरू, यो रहेको छ हङकङ सिक्सेस 2025 को नेपालको अवस्था। हामी यो यात्रासँगै हेर्नेछौँ। भिडियो मन परे लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला।